नमस्कार साथीहरू। आज हामी दोस्रो पत्रको पहिलो खण्डको दोस्रो टपिकको सब टपिक दलीय प्रणाली पार्टी सिस्टमभित्र रहेर छलफल गर्न गइरहेका छौँ है त साथीहरू। हामी विगत केही दिनदेखि दोस्रो टपिकभित्रैमै हामी छलफल गरिरहेका छौँ। आज छ दलीय प्रणाली। अब लोकतान्त्रिक अभ्यास गरेका मुलुकहरू, लोकतान्त्रिक मुलुकहरूमा कुनै राजनीतिक आस्था र विचारका आधारमा पार्टी खोल्न पाउने, निर्वाचन आयोगमा विधिसम्मत दर्ता हुन पाउने र चुनाव लडेर शासन सत्तामा गएर शासन गर्न पाउने अधिकार हुन्छ है। तर विश्वमा अझै पनि यस्ता मुलुकहरू छन् जहाँ पार्टी खोल्न, दल खोल्न प्रतिबन्ध लगाइएको छ है। त्यसैले दलीय प्रणालीभित्र हामीले मुख्य गरेर 4 किसिमका दलीय प्रणाली भनेर पढ्ने गरेका छौँ है। जस्तो पहिलो मल्टिपार्टी सिस्टम है, बहुदलीय प्रणाली। दोस्रो टु पार्टी सिस्टम है, द्विदलीय प्रणाली। तेस्रो सिंगल पार्टी सिस्टम, एकदलीय प्रणाली। र चौथो पार्टीलेस सिस्टम अथवा निर्दलीय प्रणाली अथवा दलविहीन प्रणाली है त। अब यी विभिन्न प्रणाली, दलीय प्रणालीका बारेमा सामान्य छलफल गरौँ है त। पहिलो छ बहुदलीय प्रणाली है। अब लोकतान्त्रिक मुलुकहरूमा विभिन्न सानादेखि ठुला दलहरूले दल खोल्न पाउने है, निर्वाचनमा भाग लिन पाउने र सरकारमा, सत्तामा जान पाउने, गएर शासन सञ्चालन गर्न पाउने जुन अधिकार छ है, त्यो अधिकार भएको व्यवस्थालाई हामी बहुदलीय प्रणाली भन्ने गर्दछौँ है। खास गरी लोकतान्त्रिक मुलुकहरूमा अझ समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरिएको देशमा चाहिँ साना दलहरूले पनि आफ्नो प्रेजेन्स देखाउने ठाउँ पाउँछन् है। हाम्रो जस्तो देशमा है, जस्तो भारतमा बहुदलीय प्रणाली लागू छ, जहाँ चाहिँ साना दलहरू पनि अस्तित्वमा आउँछन्। उनीहरूले प्रत्यक्ष निर्वाचनमा एक सिट नजितेको दल पनि समानुपातिक निर्वाचनबाट केही सिट लिएर संसदमा जान सक्छ, आफ्नो प्रेजेन्स देखाउन सक्छ है। त्यो भयो बहुदलीय प्रणाली। त्यसै गरेर दोस्रो नम्बरमा छ द्विदलीय प्रणाली है, टु पार्टी सिस्टम। द्विदलीय प्रणाली भने के त भन्दा कुनै पनि मुलुकको सत्ता परिवर्तनको मुख्य हिस्सेदार है, प्रमुख दुई पार्टी छन् भने त्यसलाई चाहिँ द्विदलीय प्रणाली भनिन्छ है। जस्तो अमेरिकामा, बेलायतमा लगायत अन्य यो लामो लोकतान्त्रिक अभ्यास भएको मुलुकमा चाहिँ द्विदलीय प्रणाली छ। त्यो किन छ भन्दा द्विदलीय प्रणाली चाहिँ खास बहुदलीय प्रणालीकै एक्सटेन्डेड फर्म हो भन्दा पनि फरक पर्दैन। किन भन्दा लामो लोकतान्त्रिक अभ्यास पश्चात जनताहरूमा एउटा के जागरण पैदा हुन्छ भन्दा उनीहरूले हार्ने पार्टीलाई उनीहरूले मत दिँदैन, उनीहरूले मत खेर नजाओस्, आफूले दिएको भोट खेर नजाओस् भनेर उनीहरूले जित्ने सम्भावना भएको बढियो पार्टीलाई नै उनीहरूले निरन्तर रूपमा जिताइराख्ने हुन्छ। त्यो भयो भने के हुन्छ भन्दा ठुला पार्टीहरू अस्तित्वमा भइराख्छन्, साना पार्टीहरू उनीहरू क्रमशः उनीहरू हराउँदै जान्छन्, अर्थात् उनीहरू ध्रुवीकृत हुँदै आफ्नो विचार र सिद्धान्त मिल्ने पार्टीसँग जोडिन पुग्छन् है। त्यसमा सामेल भएर उनीहरू पनि त्यो ठुलो दलको कुनै एक हिस्सा भन्न पुग्छन् है। जस्तो अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक भनेर प्रमुख दुई पार्टी छन्। अब कुनै बेला रिपब्लिकनले राष्ट्रपतिको चुनाव जित्छ, कुनै बेला डेमोक्रेटिक पार्टीले चुनाव जित्छ है। जस्तो बाइडेन डेमोक्रेटिक पार्टीको सदस्य थिए, ट्रम्प रिपब्लिकन पार्टीको सदस्य हुन्। त्यस्तो हुन्छ। यो चाहिँ द्विदलीय प्रणाली
भयो, 2 पार्टी सिस्टम भयो। यो चाहिँ अमेरिका, बेलायत लगायत अलिकति लामो लोकतान्त्रिक अभ्यास भएको मुलुकमा यो छ। त्यसै गरेर अब हाम्रो आउँछ सिङ्गल पार्टी सिस्टम 3 नम्बरमा, एकदलीय प्रणाली। खास यो सिङ्गल पार्टी सिस्टम कम्युनिस्ट मुलुकहरूमा हुन्छ, जहाँ चाहिँ पार्टी एउटा मात्र पार्टी हुन्छ। त्यो एउटा मात्र दलले उसको नीति, कार्यक्रम, उसको सिद्धान्त, उसको विचारमा उसले देशभर, मुलुकभर शासन सञ्चालन गर्छ है। एउटा मात्र पार्टीको सिद्धान्त र विचारमा समग्र मुलुक चल्छ, सरकार चल्छ। त्यस्ता देशमा के हुन्छ भन्दा त्यो पार्टीको पोलिट ब्युरो सदस्य कुनै क्याबिनेटको सदस्यभन्दा पावरफुल हुन्छ, अथवा त्यो पार्टीको पोलिट ब्युरो कमिटी चाहिँ कुनै त्यो सरकारको त्यो मुलुकको सरकारको क्याबिनेटभन्दा अझ धेरै पावरफुल हुन्छ। किन भन्दा त्यहाँ पार्टीले सरकार चलाउँछ, पार्टीले देश चलाउँछ। त्यहाँ अरू पार्टीहरू हुँदैन, त्यहाँ एउटा मात्र पार्टी हुन्छ है। जस्तो इक्जाम्पल चीन, उत्तर कोरिया है, क्युबा, भियतनाम लगायतका देशमा चाहिँ सिङ्गल पार्टी सिस्टम लागू छ। त्यसै गरेर हाम्रो चौथो नम्बरमा छ पार्टीलेस सिस्टम, अर्थात् निर्दलीय प्रणाली अथवा दलविहीन प्रणाली। विश्वमा यस्ता मुलुकहरू पनि छन्, यस्ता मुलुकहरू पनि अझै छन् जहाँ दल खोल्न प्रतिबन्ध लगाइएको छ क्या। जस्तो खास गरी यो अरेबियन कन्ट्रीहरू जस्तो साउदी अरब, बहराइन, यस्ता देशमा चाहिँ यी देशहरूमा पार्टी खोल्न पाइँदैन, दल खोल्न प्रतिबन्ध लगाइएको छ है। यहाँ अब समय समयमा निर्वाचन हुन्छ, निर्वाचन नहुने होइन, निर्वाचनबाट प्रतिनिधिहरू आउँछन् चुनिएर, तर व्यक्ति स्वतन्त्र व्यक्तिहरू चुनाव जितेर आउँछन्। कुनै पार्टीको क्याडरको रूपमा उम्मेदवार दिएर चुनाव लडेर आउने भन्ने हुँदैन है। यस्तो देशहरू पनि छन्। त्यसैले हामीले दलीय प्रणालीलाई मुख्य गरेर 3-4 भागमा हामीले विभाजन गर्ने गरेको छ। बहुदलीय प्रणाली, द्विदलीय प्रणाली, एकदलीय प्रणाली र निर्दलीय प्रणाली है। हाम्रो देशमा पनि पञ्चायतकालीन अवस्था चाहिँ निर्दलीय प्रणाली हो है। हाम्रो देशले पनि त्यो अभ्यास गरेको हो। महेन्द्रकालीन शासन चाहिँ निर्दलीय व्यवस्था थियो। त्यही नै हो साथीहरू, हस्त।